रसुवामा विनाशकारी बाढी घर र प्रहरी कार्यालय बगायो। राजमार्ग बन्द गर्न आग्रह, हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देश। विपदतर्फबाट अचानक आएको विनाशकारी बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो विपत्ति निम्तिएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका तटीय क्षेत्र उच्च जोखिममा परेका छन्। आज बिहान करिब 9 बजे तिब्बतबाट अचानक भोटेकोशी नदीमा अभूतपूर्व रूपमा पानीको बहाव प्रवेश गरेपछि रसुवाका टिमुरे र स्याप्रुबेसी बजारमा भीषण क्षति पुगेको छ। प्रारम्भिक जानकारी अनुसार टिमुरे बजारका अधिकांश घरहरू बाढीले बगाएको छ। बागमती प्रदेश प्रहरीका अनुसार टिमुरेमा 5-7 वटा घर मात्र बाँकी रहेका छन् भने इलाका प्रहरी कार्यालयका 15 जना प्रहरी मध्ये हालसम्म 8 जना मात्र सम्पर्कमा आएका छन्। अन्य प्रहरी र स्थानीयको खोज तथा उद्धार कार्य जारी छ। भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन शाहको सचिवालयले सबै कम्पनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी आएको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आपतकालीन सूचना जारी गर्दै भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित र उच्च स्थानमा जान आग्रह गरेका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार यो बाढी अहिले नुवाकोटको बिदुर भन्दा तल पुगिसकेको छ र आज बेलुकीसम्म मुगलिन क्षेत्रसम्म यसको उच्च प्रभाव रहनेछ। त्रिशुलीमा पानीको सतह अत्याधिक बढेका कारण तादी, बुढीगण्डकी र मलेखु जस्ता सहायक नदीहरूमा समेत पानी फर्किने जोखिम रहेकोले ती क्षेत्रका बासिन्दालाई पनि सजग रहन आग्रह गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमलिसेनाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सुरक्षा निकाय, जिल्ला प्रशासन र विपद व्यवस्थापन टोलीहरूलाई उद्धार र राहतका लागि उच्च सतर्क अवस्थामा राखिएको जानकारी दिएका छन्। मन्त्री तिमलिसेनाले अनावश्यक यात्रा नगर्न, अफवाहको पछाडि नलाग्न र स्थानीय प्रशासनको सूचना स्ट्रिक्टली पालना गर्न आग्रह गरेका छन्। त्यस्तै अर्थमन्त्री डाक्टर छोडिङ वाग्ले र अर्थ मन्त्रालयको उच्च स्तरीय टोलीले रसुवा भन्सार कार्यालय तथा आसपासका क्षेत्रमा भएको क्षतिको समीक्षा गर्दै खोज तथा उद्धार कार्यमा समन्वय गरिरहेको छ। विपद व्यवस्थापन विभागले पृथ्वी राजमार्ग तथा त्रिशुली नदी किनारका अन्य कोरिडोर राजमार्गहरूमा सम्भव भएसम्म आवागमन बन्द गर्न र सवारी साधन नचलाउन सुझाव दिएको छ। विशेषज्ञहरूका अनुसार यो बाढी भारी वर्षाका कारण नभई चीनको तिब्बततर्फ हिमताल विस्फोट भएका कारण आएको अनुमान गरिएको छ। यसबारे चिनी अधिकारीहरूसँग समन्वय र स्याटेलाइटबाट थप अध्ययन भइरहेको छ। यदि तपाईँ वा तपाईँका आफन्त रसुवा, नुवाकोट, धादिङ, गोर्खा वा चितवनका नदी किनारमा हुनुहुन्छ भने ढिलाइ नगरी तुरुन्तै सुरक्षित र अग्लो स्थानमा जानुहोस्। बाढीको जोखिम अझै कायमै रहेकोले आधिकारिक सूचनाहरू मात्र पछ्याउनुहोला।